नमस्ते। चैनपुरदेखि हामी आज बझाङको अन्तिम गाउँ धुली गाउँमा आइपुगेका छौँ। हाम्रो चौथो दिनको यात्रा चलिरहेको छ। आज हामी काकरकोट हुँदै रामुखोला हुँदै आज हामी धुली गाउँमा छौँ र हाम्रो आजको गन्तव्य इमलारमा हुँदैछ। हामीले यो मनमोहक दृश्य यहाँ देखिरहेछौँ। गाउँ बस्ती रमाइलो छ, तर माथि हेऱ्यौँ भनेदेखि नाङ्गो हिमाल, नाङ्गो डाँडाहरू देखिन्छ, काला पत्थरको रूपमा परिणत भइसकेको रहेछ। सुनिएको थियो हामीले, जलवायु परिवर्तनका थुप्रै कुराहरू सुन्यौँ, पढ्यौँ पनि, तर आफ्नो प्रत्यक्ष आँखाले यो अवस्था देख्दाखेरि अलिकति मन चाहिँ भारी भइरहेछ। यसमा सबैजनाले चाहिँ नि अब यो वातावरण जोगाउने र यो क्लाइमेट चेन्जको इम्प्याक्टलाई कसरी मिटिगेट गर्ने भन्ने विषयमा चाहिँ सबैजना चाहिँ यसमा अलिकति जागरुक हुनु आवश्यक छ। हस्त नमस्कार।